ती दिनहरू सम्झिँदा भक्कानिएर रुन मन लाग्छ। फेरि रुन पनि त सक्दैन महोदय। हाँस्दा पनि पागल भन्ने यो दुनियाँले, रुँदा त झन् के भन्लान् भन्ने डर लागेर आउँछ। बाहिरी खुसी देखाउँदैमा सधैँ खुसी नै हुन्छ भन्ने छैन। आँखामा आँसु मनमा चोट नभएको पनि होइन। बस आँखाको आँसु अनि मनभित्रको पीडा लुकाउने कला सिक्दैछु। तिमीलाई मनमुटु र दिमागबाट निकालेको होइन माया, मान्छेहरूको भुलमा निकाले जस्तै गरेको मात्रै हो। यदि मनमुटुबाट निकाल्नु नै थियो भने सायद तिमीले भन्दा पहिला नै निकालिसक्थे होला।